हेलो नमस्ते नमस्कार सबैजनालाई। म चाहिँ अनमोल तामाङ। म चाहिँ ओखलढुङ्गा सुनकोशी गाउँपालिका 3बाट ओखलढुङ्गा सुनकोशी गाउँपालिका 3 सिस्नेरी सल्लेरी मजुवाबाट। म चाहिँ आज ओखलढुङ्गा सुनकोशी गाउँपालिका 3 सल्लेरी सिस्नेरी मजुवा बुचे लगायत सल्लेरी सबै ठाउँहरूको दृश्य देखाउन गइरहेको छु। म चाहिँ भिडियोलाई अगाडि बढाउन चाहन्छु अनि भिडियो राम्रो लाग्यो भने मन पर्छ भने लाइक कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला। लाइक गरिदिनु होला अनि सब्स्क्राइब गरिदिनु होला। घन्टीमा गएर टुङटुङ बजाइदिनु होला र भिडियोमा कस्तो लाग्यो प्रतिक्रिया कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त। म चाहिँ आज हाम्रो अति नै रोचक दृश्यहरू पाखा पखेर ठाउँहरू सबै देखाउन गइरहेको छु। अति नै हरियाली वातावरण पहाडहरू देख्न सक्नुहुनेछ। सबै देखाउने छु म चाहिँ आज हजुरहरू सबैको लागि हेर्न सक्नुहुनेछ। ब्याक क्यामेरा गरेर देखाउन चाहन्छु है त। यो भनेको चाहिँ ठ्याक्कै ओखलढुङ्गा सुनकोशी गाउँपालिका खै बलखु पर्छ। यो भनेको चाहिँ देउराली हो। यहाँ माथि रोडहरू यहाँसम्म आइपुगेको छ। यता यहाँ तल पर्छ, यहाँ पर भनेको चाहिँ कोशीभन्दा पारी कोशी पारी हो। यो खाङसाङ होइन के भन्छ घुमाउने डाँडाहरू हो। अरू पनि देखाउन चाहन्छु म। यो चाहिँ मेरो पहिलो भिडियो हो। मलाई यस्तो एडिटिङहरू केही गर्न पनि आउँदैन। जे छ त्यही देखाइदिने हो रियल होइन। अनि मेरो फोनमा राम्रो क्यामेरा पनि आउँदैन। मेरो पुरानो थोत्रे फोनहरू हो, सामसुङ फोनहरू हो। त्यहीबाट जे छ त्यही देखाउन चाहन्छु म चाहिँ रियल। हेर्न सक्नुहुन्छ यो चाहिँ मजुवा हो। यहाँ भनेको चाहिँ मकैहरू पुरै ठुल्ठुलो भइसक्यो। यो मजुवा हो। यहाँ माथि पर्छ बुचे भनेको यहाँ हो र यहाँ माथि त्यो बुचेभन्दा पारिपट्टिको चाहिँ रचने भन्ने गरिन्छ। र यहाँबाट सबै सुनकोशीहरू सबै देख्न सकिन्छ। यहाँबाट हेर्न सक्नुहुन्छ र अति नै अग्लो हाम्रो ओखलढुङ्गा सुनकोशी गाउँ